फर्स्ट गेम भएर पनि होला अलिक क्राउड पनि थियो हैन अलिकति 15-20 रन अलिकति धेरै भयो जस्तो लाग्छ 200 190 चेजेबलै थियो यो विकेटमा सो 15-20 रन चाहिँ अलिक धेरै भयो जस्तो लाग्छ एनपीएल को अब यो खेलमा सबैभन्दा बढी रन चाहिँ तपाईहरु चेज गर्न आएको छ त्यतिखेर तपाईहरुको प्लान के थियो स्टार्ट राम्रै गरिरहेको थियौँ हामीले हैन जसरी पावर प्लेमा एडम लिएर मैले जुन स्टार्ट गरेको थिएँ सो चेजेबलै थियो हामीलाई थाहा छ कि अब यो ग्राउन्ड यत्रो दिनदेखि यत्रो सालदेखि खेलिरहेको हैन जतिखेर पनि अब रनहरु आउन सक्थ्यो सो चेजेबलै थियो त्यो कुरा नै त्यही भइरहेको थियो त्यो एडम पछिको अझै एउटा पार्टनरशिप भएको भए चाहिँ गेम अझै क्लोज जान्थ्यो जस्तो लाग्थ्यो हजुर अब सेन्डी अब वान अफ द बेस्ट स्पिनर हैन नेपालमै हैन अब जसरी उले बलिङ गर्यो आज हैन राम्रो गर्यो जसरी अब त्रित र निसमको एउटै ओभरमा दुईटा विकेट जाँदाखेरि हामी अलिकति ब्याकफुटमा चाहिँ हामी नै 9 ओभर मात्र हैन म ब्याटिङ गरेपछि म जिताउँछु भन्ने चाहिँ मलाई थियो म 19-20 ओभरसम्म म त्यहाँ भयो भने म जिताउँछु भन्ने चाहिँ मलाई थियो हैन 9 ओभर मात्र हैन गेम त 20 ओभरको जस्तो लाग्छ अगाडिको यो आज र अब नेक्स्ट म्याचमा अलिकति मिस हुन्छ त्यसपछि हाम्रो 6-7 डेजको ग्याप छ हैन त्यो बीचमा चाहिँ आउनुहुन्छ जस्तो लाग्छ बाउन्स ब्याक त गर्नै पर्छ जो फर्स्ट म्याच हो अब टुर्नामेन्ट लामो छ हैन अब केटाहरुसँग अब गएर एउटा मिटिङ हुन्छ हैन अब कहाँ हामी कहाँ कमजोरी गर्यौं के गर्न सकिन्छ नेक्स्ट म्याचमा भन्ने अब सुदूरपश्चिमसँग छ नेक्स्ट म्याच सो या बाउन्स ब्याक चाहिँ गर्छौं लोकेशको इनिङ चाहिँ कसरी हेर्नुहुन्छ खुसी लाग्छ कोही नेप्लिज प्लेयरको स्टेप अप गर्छ हैन आफ्नो टिमको लागि भनेर खुसी लाग्छ हैन लोकेश एउटा विराटनगर टिमको एउटा राम्रो ब्याटर एज अ नेप्लिज ब्याट्सम्यानमा एउटा मात्रै छ त लोकेश हैन जो खेल्न सक्छ हैन सो ह्यापी फर हिम यो टिममा धेरै म्याचहरु खेल्नु भएको छ हैन यो भाइब्समा यो म्याच खेल्दाखेरि एक्टिभ फिलिङ्स चाहिँ कस्तो भयो फ्लड राइट अनि फ्लड राइट हैन बाह्र फिटहरु अलिकति चेन्ज त पक्कै पनि फिल भयो एक्ज्याक्ट कस्तो फिल गर्नुभयो आजको म्याचमा खुसी लाग्छ जहिले पनि अब ट्यु आइराख्ने म्याच मात्र खेल्न नभए पनि ट्रेनिङ गर्न पनि ट्यु नै आउने हैन अब फर्स्ट टाइम हामी फ्लड लाइटमा खेलिरहेको छौं ट्युमा हैन सो त्यही पनि रातिमा खेलिरहेको छौं सो एक्साइटेड छौं सबैजना नट ओन्ली मी हैन सबै नेप्लिज प्लेयरहरु सबै फ्यानहरु एक्साइटेड हुनुहुन्छ हैन सो अब टुर्नामेन्ट अझै लामो छ लेट्स सी के हुन्छ तपाईहरु विरुद्ध चाहिँ टुर्नामेन्टकै सबैभन्दा ठुलो स्कोर बन्यो है अब तपाईहरुले आफ्नो बलिङ युनिटको पर्फर्मेन्स कसरी हेर्नु भएको छ अनि कसरी कहाँनेर छुट्यो गेम कसरी हैन अब यो दोस्रो एनपीएल हो हैन कसै न कसै रन त खाइहाल्छ कुनै बेला त रेकर्डहरु आइहाल्छ हैन सो त्यस्तो डिसअपोइन्ट छैन आज बलिङ हैन सो अलिकति 10-20 रन मात्र यता उता धेरै भएको उनीहरुको हैन त्यस्तो डिसअपोइन्ट छैन आज विपिनलाई बाहिर राख्नु भयो हैन लास्ट राम्रो प्रदर्शन स्पिन अलिकति कमजोर भएको स्पिन हैन विकेटमा त्यस्तो स्पिनरलाई त्यस्तो हेल्प पनि छैन एउटा सेन्डीले मात्रै अलिकति राम्रो गरे हैन सागै पनि छ हामीसँग अर्को अप्सन दिनेशले पनि फाजा लेफ्ट आर्म स्पिनर हैन सो अलि त्यस्तो मिस चाहिँ गरेको हैन अब हामी एज अ ब्याट्सम्यानलाई धेरै लिएर खेलेको हामी चाहिँ नेपाली यङ प्लेयरहरु पनि छ तपाईको टिममा त्यसले गर्दाखेरि चाहिँ अलिकति यो यस्तो एड्रेस गर्न अलिकति गाह्रो पनि हुन्छ तपाईलाई हैन ठीक छ जति पनि नेप्लिज प्लेयर हुनुहुन्छ त्रितलाई लिएर किरण दिनेश जति पनि राम्रो उहाँहरुको लास्ट डोमेस्टिक सिजनमा धेरै नै राम्रो गएको थियो हैन अब नेपालीबाट पनि खेलिसक्नु भएको छ किरण त अब नेशनल टिमबाट नै खेलिरहेको छ सो म कन्फिडेन्स छु नेप्लिज प्लेयरलाई लिएर अब आज त्यस्तो भएन नेक्स्ट गेम चाहिँ स्योरली हुन्छ निसमले आज राम्रो खेल्न सक्नुहुन्छ उहाँको बारेमा चाहिँ अलिकति कति खेल्नुहुन्छ उहाँले भन्ने जिज्ञासा छ कति पर्सेन्ट उहाँ खेल्नुहुन्छ आई थिंक उहाँ आइएल टी20 को लागि जानुहुन्छ होला हैन अझै 4-5 म्याच चाहिँ खेल्नुहुन्छ होला तपाईले आज हाफ सेन्चुरी पनि हाल्नु भयो पिचले चाहिँ कस्तो ट्रिट गरिरहेछ लामो समय पिचले बेस्ट पनि पायो पिचले कस्तो ट्रिट गरिरहेछ पिच राम्रो नै गरिरहेछ हैन अब जसरी बिहान पनि रन बिहानको म्याचमा पनि रन बनेकै थियो हैन अहिले पनि रन बनेकै छैन त्यस्तो नराम्रो छैन अब झन् रातिमा ब्याटिङ गर्न ड्यू भएर अलिकति सजिलो पनि हुन्छ हैन ग्राउन्ड पनि त्यसैमा सानो छ सो नो कमेन्ट्स एउटा लास्ट टस दिएपछि चाहिँ बलिङ रोज्ने कति इजी थियो जसले पनि टस जित्छ बलिङ लिग्छ रातिको कन्डिसन भएर अलिकति त्यही अघि मेन्सन गरेछ अलिकति रन धेरै मात्र भएको हैन सो टस जित्ने बित्तिकै सबले बलिङै लिने जस्तो लाग्छ जस्तो नि म्याचमा तपाईले भन्नुभयो 221 रन टार्गेट चाहिँ